यो कम्पाउन्ड जुन छ कम्पाउन्डलाई चाहिँ अलिकति फाल्टै बनायौँ भने किनभने त्यो बनाउनुको कारण के छ भने प्रहरी चौकी हो 24 घण्टा खुल्ला राख्नुपर्छ तर विद्यालय त 24 घण्टा खुल्ला राख्ने कुरो भएन। अर्को कुरो कम्पाउन्ड भित्र छ हैन कम्पाउन्डमा ताला लाउनु पर्ने के लाउनु पर्ने अनि कहाँ छ त चौकी भन्दा उ त्यहाँ भित्र छ भनेर त्यो राम्रो पनि भएन र प्रहरी चौकी चाहिँ खुल्ला नै हुनुपर्छ जति सक्दो धेरै मान्छेले हैन सहज तरिकाले 24 घण्टा एक्सेस हुने ठाउँमा राख्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि यो कम्पाउन्डलाई हैन अब यसरी चाहिँ सीमाङ्कन गर्न अहिले हामी जाउँ सहमति भइसकेको छ र यहाँहरुको माग हैन प्रहरी चौकी बन्नुपर्छ भन्ने कुरामा म सिरियस छु र म के प्रतिबद्धता जाहेर गर्छु भने यो आगामी तपाईको बजेटमा मेयर कोषबाट म 10 लाख रुपैयाँ पनि राख्दिन्छु है त्यो गर्नु र अब यो कसले के गर्यो भनेर चाहिँ तपाईको भनि हिँड्नु त्यो उचित हुँदैन भनेर अघि अध्यक्षज्यूले पनि भन्यो त्यतातिर पनि नजाउँ अहिले गएर चाहिँ हामीले कानेर चाहिँ हैन गर्ने हो त्यो हेरौँ हैन त्यसपछि त्यसतर्फ लागौँ र यो निर्माण गर्नका लागि म पनि सहयोग गर्छु धन्यवाद।